जो साथीको चाहिँ टीको हस्पिटलमा परेको छ तपाईको मेडिकल तपाईहरुलाई एकदमै शुभकामना छ। एकदमै खतरा हुने गर्छ मेडिकल, एकदमै नयाँ तरिकाको तपाईको नयाँ अनुभव र तपाईले जिन्दगीमा पहिलो पटक अथवा पहिलो अनुभव हुन सक्छ। तपाईलाई शुभकामना छ। एकदमै नयाँ अथवा खतरा हालको चेक हुने गर्छ टीको हस्पिटलमा है साथीहरु। नमस्कार सम्पूर्णलाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। म सायद कार्की। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई लाइक साथै सब्स्क्राइब गरी मेरो च्यानलमा जोडिनु हुन म आग्रह गर्न चाहन्छु। र आज भने यस भिडियोमा विशेष गरी म मेडिकल सम्बन्धी मेडिकलमा के रोगहरू चेक हुन्छ र विशेष गरी टेकको हस्पिटलमा पर्ने साथीहरुको के चेक हुन्छ र कस्तो खालको चेक हुन्छ भन्ने विषयलाई म लिएर आएको छु भिडियो। साथीहरु टेकमा चाहिँ एकदमै खतरा चेक हुन्छ। खतरा भन्दा खतरै एकदम जो पर्नुहुन्छ लेडिज जेन्ट्स सबैको खतरै हुने गर्छ। टेकको हस्पिटल भनेपछि सबैलाई थाहा छँदैछ हैन। जसको टेकमा पर्नु हो तपाईलाई एकदम शुभकामना छ साथीहरु। एकदमै नयाँ कुराहरु चाहिँ त्यहाँबाट सिक्न सकिन्छ है। कोरिया टेकको हस्पिटलबाट चाहिँ हामीले पनि नयाँ कुराहरु अनुभव गर्न पाइयो। टेकको हस्पिटलमा एकदमै नयाँ कुरा, जिन्दगीमा कहिले नभोगेको र कुनै ठाउँमा नगरेको कुराहरु टेकको हस्पिटलमा हुन सक्छ। अरु हस्पिटलमा खासै त्यस्तो टाइट अथवा त्यस्तो कडा हुँदैन भन्ने जानकारी पाइयो। साथीहरुको अरु हस्पिटल परेको थियो, कोरिया मन्त्री हस्पिटलमा अरु हस्पिटल परेको थियो, तर मेरो चाहिँ टेकको हस्पिटलमा परेको थियो। र जो साथीहरुको टेकको हस्पिटलमा परेको छ खासै त्यस्तो चिन्ता नगर्नुस्। के नै होला, केही नै होला, कस्तो होला, कडाई होला भन्ने त्यस्तो चिन्ता नगर्नुस् साथीहरु। त्यस्तो गाह्रोमा गाह्रै सबै गाह्रो भन्ने चाहिँ हुँदैन। जस एउटा कुरा चाहिँ नयाँ हुन्छ, नौलो हुन्छ। तपाईहरुको जीवन नौलो, एकदमै नौलो हुन सक्छ। त्यही सुरुदेखि अन्तिमसम्म के हुन्छ भने म सिरियली रूपमा म भन्ने छु। मेरो भिडियो स्किप नगरी हेर्दिनु हुन आग्रह गर्न चाहन्छु। टेकको हस्पिटलमा चाहिँ 8 देखि 9 बजीसम्म चाहिँ पुगिसक्नु पर्ने हुन्छ हैन। एकदमै चाँडै तपाईको टाइम कति तोकेको छ, बिहान दिउँसो कति बेला तोकेको छ त्यही अनुसार चाहिँ जानु होला। तपाईको टाइम कति तोकेको छ, 12 बजी तोकेको छ भने 10 बजी 11 बजी पुगिसक्नु होला। हाम्रो चाहिँ 9 बजी तोकेको थियो। हामी चाहिँ एकदमै 7 अथवा 7:30 लगभग 8 बजीतिर हामी पुगिसकेका थियौँ। र टेकको हस्पिटल पुगिसकेपछि एकदमै लाइनमा धेरै लामो लाइन थियो। हामी जति छिटो गए पनि हाम्रो लाइन चाहिँ निकै लामो थियो। र लाइनमा बस्यो। लाइनमा बसिसकेपछि आफ्नो काउन्टरमा जानुपर्ने हुन्छ। त्यही हाम्रो चाहिँ तपाईले कहाँ भनेको हुन्छ, कुन ब्याङ्कमा भनेको छ त्यही अनुसार चाहिँ गर्नुपर्ने हुन्छ। हाम्रो चाहिँ त्यही काउन्टरमा पैसा बुझाउनु पर्ने थियो। त्यही भएर लाइनमा बस्यो। धेरै लामो लाइन हुन्छ। 200 जनाको लाइन, 200-400 जनाको एकैचोटि मेडिकल परेको हुन्छ। त्यही भएर धेरै लामो लाइन हुन्छ, पर्खिनु पर्ने हुन्छ धेरै। त्यही भएर लाइनमा बसेर त्यही टेकको हस्पिटलकै काउन्टरमा चाहिँ हामीले 7300 चाहिँ हामीले पैसा बुझाउनु पर्ने हुन्छ। र पैसा बुझाइसकेपछि चाहिँ पैसा बुझाउनुको लागि र अरु डकुमेन्टहरु के चाहिन्छ भन्दा हामीले पैसा बुझाउनुको लागि चाहिँ हामीले पासपोर्ट मात्रै दिनुपर्ने हुन्छ। पासपोर्ट केही नामले चाहिँ हामीले त्यहाँ इन्ट्री गर्छ। र त्यसपछि हामीले टेकको हस्पिटलमा चाहिँ हामीले के लगेका थियौँ भने पासपोर्ट साइजको रंगीन फोटोकपी मागेको थियो र एडमिट कार्ड ईपीएस एडमिट कार्डको रंगीन फोटोकपी मागेको थियो र पासपोर्ट साइजको फोटो 2 प्रति मागेको थियो। हामीले त्यति लगेर जानुपर्ने हुन्छ। र तपाईले त्यहाँ काउन्टरमा 7300 पैसा बुझाइसकेपछि चाहिँ उता लाइनमा बस्नु पर्ने हुन्छ। त्यहाँ निकै लामो लाइन हुन्छ। त्यो पैसा बुझाएको भाउचर चाहिँ बोकेर लाइनमा जानु पर्ने हुन्छ। लाइनमा गइसकेपछि चाहिँ तपाईको उता टक्क यसरी लाइन बाइ लाइन बसेको हुन्छ है। हाम्रोमा चाहिँ 2 जना जेन्ट्स 2 जना लेडिज त्यसरी बसेको थियो। एबी त्यस्तो छुट्याएर है। तपाईको कहाँ अब खाली हुन्छ त्यही जाने, आफ्नो डकुमेन्ट दिने, पासपोर्टको फोटोकपी दिने, एडमिट कार्डको फोटोकपी दिने र फोटो दिने, त्यही दिने। उहाँले स्टिच गरेर राख्नुहुन्छ र त्यसपछि त्यही हुन्छ। हाइट वेट नाप्ने त्यही हुन्छ।
र हाम्रो चाहिँ अनि मोबाइल पर्सहरू के छ सबै निकालेर बाक्लो ज्याकेट खोलेर जुत्ता खोलेर हाम्रो त्यही वेट पनि नापिन्छ, ती हाइट पनि माथिदेखि चट्ट नापिन्छ, तपाईँको हाइट कति छ वेट कति छ त्यही देखाउँछ होइन। त्यो भइसकेपछि तपाईँले टक्क जुत्ता लाउने, पर्स बोक्ने, आफ्नो मोबाइलहरू बोक्ने, टक्क भित्र जाने, चट्ट भित्रपट्टि जाने, अनि त्यहाँ अब आफ्नो डकुमेन्टहरू त्यो स्टिक गरेर दिएको हुन्छ त्यहाँ होइन। त्यही सबै उनीहरूले अब कति के भनेर टिप्दै जाने हुन्छ होइन। सबै त्यो बोकेर भित्र जानुपर्ने हुन्छ। भित्र गइसकेपछि तपाईँको एक्सरे गर्नुपर्ने हुन्छ। अब त्यहाँ अब तपाईँलाई चाहिँ एक्सरे गर्नुको लागि त्यो डकुमेन्ट दिने, उनीहरूले एन्ट्री गर्छ अनि टक्क भित्र जाने। एकजना जेन्ट्स एकजना लेडिज हुन्छ होइन भित्र एक्सरे हाम्रो गर्ने बेला चाहिँ त्यस्तो थियो। टक्क आफूले माथिको लुगा खोल्ने, चट्ट लुगा खोल्ने, अनि उता अब लेडिजले चाहिँ उता अब कम्प्युटर बसेर उसले उता हेर्ने गर्छ र जेन्ट्सले चाहिँ यता आएर हातहरू मिलाइदिने। कहिले अब अलिक भिड भएको बेला जेन्ट्सले नभएर लेडिज आएर मिलाइदिने गर्छ है। चट्ट यसरी छाती यसरी टक्क मिलाएर आनन्दले सास रोक्नुहोस् भन्छ, मजाले ढुक्कसँगले सास रोकेर आनन्दले एक्सरे गर्नको लागि छाती आनन्दले गर्ने। उनीहरूले ओके भनिसकेपछि आफूले अनि चट्ट लुगा लाउने, लुगा लागेपछि माथिबाट जानुहोस् भन्छ। त्यो हाम्रो अब डकुमेन्ट हुन्छ त्यो लिएरै जाने। माथि गइसकेपछि चट्ट यस्तो घुम्ने हुन्छ, यसो घुम्ने है, चट्ट घुम्ने। नर्सहरू सबै बसेको हुनुहुन्छ त्यहाँ, कहाँ खाली हुन्छ चट्ट जाने, चट्ट खाली कहाँनिर छ त्यहाँ जाने। अनि आफ्नो प्रेसर उहाँहरूले चेक गर्नुहुन्छ। प्रेसर अब तपाईँको प्रेसर हाई छ लो छ तपाईँ टेन्सन नगर्नुहोस्, त्यही भनिदिनुहुन्छ। अब मेरो चाहिँ अलिकति हाई देखाएको थियो प्रेसर होइन, 147/96 देखाएको थियो र पनि उहाँहरूले प्रेसर अलिक हाई छ भनेर 2-3चोटि नाप्नुहुन्छ। उस्तै देखायो भने तपाईँलाई थोरै अलिकति केही मिलाएर लेखिदिनुहुन्छ। पहिला औषधि खानुभएको थियो या थिएन भनेर उहाँहरूले त्यही सोध्नुहुन्छ। खाँदै हुनुहुन्छ भने खाँदैछु भन्नुहोस् र कुन औषधि खाँदै हुनुहुन्छ त्यो तपाईँहरूले खाँदै गरेको औषधि बोकेर जानु होला। तपाईँको के रोग छ अथवा टिबी छ अथवा केहीको रोगको औषधि केही खाँदै हुनुहुन्छ भने बकाइदा लिएर जानुहोस्, त्यस्तो टेन्सन नगर्नुहोस्। उहाँले सल्लाह दिनुहुन्छ, त्यही भनिदिनुहुन्छ सबै। तपाईँ औषधि खाँदैछ त्यो पनि बोकेर जानु होला। र त्यहाँ त्यति गरिसकेपछि चाहिँ उहाँले लेखिदिनुहुन्छ, अथवा मेरो त्यत्रो थियो भने 130 लेखिदिनु भएको थियो, 130/86 लेखिदिनु भएको थियो। अनि चट्ट यसो घुमेर अलिक पर्तिर जाने, अनि आफ्नो ब्लड लिने नर्स अथवा जेन्ट्स पनि हुन्छ लेडिज पनि हुन्छ त्यहीँ होइन, कहाँनिर खाली छ चट्ट जाने, आफ्नो डकुमेन्ट दिने, अनि चट्ट कुर्सीमा बस्ने, चट्ट हात दिने। हात दिइसकेपछि उहाँले ब्लड तान्नुहुन्छ। ब्लड तानिसकेपछि त्यहीँनिरै पिसाब फेरि यत्रो बट्टा दिनुहुन्छ नम्बर लेखेर, तपाईँको कति नम्बर पर्छ। अनि चट्ट अनि ती डकुमेन्टहरू चाहिँ नहराई एकदमै सुरक्षित राख्नुपर्ने हुन्छ। तपाईँले आत्तिएर यसो गरेर कतै छोड्नुभयो के गर्नुभयो भने त्यो तपाईँलाई नै तपाईँकै घाटाको कुरो हो। त्यही भएर डकुमेन्टहरू चाहिँ एकदमै ख्याल गर्नु होला। र त्यति गरेपछि त्यो बट्टा बोकेर टोइलेटमा जाने। उता टोइलेटमा गइसकेपछि आफ्नो पिसाब पानी चाहिँ एकदम टन्डै खाएर जानु होला है, पानी खानु होला। र एक्सरे गर्नुभन्दा अगाडि नै हामीले दही खाएर गएको थियौँ, प्रायः तपाईँलाई कुन ठिक लाग्छ त्यही गर्नु होला। पानी चाहिँ एकदमै टन्डै पिएर जानु होला। र पिसाब फेरेर ल्याइसकेपछि यसो राख्ने हुन्छ, बाहिर एकजना गाड्दै हुन्छ, यहाँ राख्नुहोस् भन्छ, त्यहाँ राख्ने। त्यसपछि माथि जानुहोस् भन्छ, अनि माथि जाने। अनि कति नम्बर कोठा जाने भने त्यही भनिदिनुहुन्छ त्यो सेक्रेटरी दाइले। माथि गएपछि त्यसपछि हामीलाई हाम्रो कलर भिजनमा लगेको थियो। कलर भिजनमा हाम्रो कलर भिजन चाहिँ कस्तो हुन्छ भन्दाखेरि स्कुल टेस्टमा जस्तो किरमिर परेको हाम्रो ट्याबमा नम्बर देखाएको थियो भने हाम्रो त्यति साह्रै किरमिर परेको जस्तै हामीले मोबाइलमा देख्छौँ, मोबाइलतिर हेरिराखेको हुन्छौँ, त्यस्तै खालको कलर हुन्छ। त्यहाँ जाने ट्याबमै देखाउनुहुन्छ। हाम्रोमा चाहिँ डक्टर हुनुहुन्थ्यो होइन, त्यही ट्याबमा चाहिँ यो कति नम्बर हो भनेर भन्नुहुन्छ। टक्क नम्बर भन्ने। तपाईँलाई कति सोध्यो, मलाई चाहिँ एउटै मात्रै सोधेको थियो त्यो चाहिँ ट्याबमा। त्यो भइसकेपछि त्यो कति नम्बर हो भनेर त्यहाँ भनिसकेपछि चाहिँ अनि ओके भन्छ। अनि पर्तिर कुर्सीमा बस्न लाउनुहुन्छ। टक्क कुर्सीमा बस्ने। अगाडिपट्टि ऐना हुन्छ, ठुलो ऐना, यत्रो ऐना राखेको हुन्छ।
पछाडिपट्टि चाहिँ एबिसी डियु युभी के सबै नम्बर एबिसी सबै पछाडि हुन्छ। आफूले अगाडि ऐना हेर्ने। तपाईँले चस्मा लाउनुहुन्छ भने चस्मा खोल्न लाउनुहुन्छ अथवा त्यहाँ तपाईँको के समस्या छ त्यो चाहिँ डकुमेन्ट के छ समस्या के छ त्यो लिएर जाँदा तपाईँलाई खासै केही फरक पर्दैन। त्यही सोध्नुहुन्छ तपाईँ के छ कसो छ त्यही सबै सोध्नुहुन्छ। अनि उता देखाउनु हेर्नु भन्नुहुन्छ। आफूले उता ऐनामा हेर्ने अनि पछाडि नम्बर देखाउनुहुन्छ टक्क यसरी यु देखाउनु भने आफूले अगाडि ऐनामा हेर्ने यु भन्ने भी देखाउनु भी भन्ने ए देखाउनु भएको छ भने ए भन्ने। त्यसो भने चाहिँ मलाई 3टादेखि 4वटा भी सोध्नुभएको थियो यु सोध्नुभएको थियो टी ए त्यस्तो सोध्नुभएको थियो। अनि त्यसपछि उहाँले मेरो कलर चाहिँ 6/6 लेखिदिनु भएको थियो। त्यसपछि ओके गुड भन्ने कुरो भन्ने हो भन्ने बुझ्यो है। त्यसपछि राम्रो अरे तपाईँको कलर भिजन नर्मल छ भन्ने कुरो बुझिन्छ अरे 6/6 लेखिदिनु भएको थियो। र त्यसपछि एकदमै कडा एकदमै खतरा कोठामा पुगिन्छ साथीहरू है। त्यसपछि एकदमै खतरा कोठामा पुगिन्छ र टक्क जाने। लेडिजहरूको यतापट्टि अर्कै कोठा हुन्छ हाम्रो जेन्ट्सहरूको उतापट्टि अर्कै कोठा हुन्छ। हाम्रो चाहिँ जेन्ट्स नै हुन्छ डक्टर नै हुन्छ। यता हाम्रो लेडिजको चाहिँ लेडिज डक्टर हुन्छ र लेडिजहरूको यतापट्टि कोठा हाम्रो यतापट्टि कोठा। चट्ट हामीलाई चाहिँ एकदमै त्यहाँ चाहिँ एकदमै नौलो हुन्छ है। चट्टभित्र जाने डक्टर उता बस्नुभएको हुन्छ टक्क आफूले डकुमेन्ट दिने। डकुमेन्ट दिइसकेपछि चाहिँ अनि सबैजना हामीलाई 10जना राख्नुभएको थियो कोठाभित्र। 10जना पुगिसकेपछि ढोका बन्द गर्नुहोस् भन्नुहुन्छ। ढोका बन्द गर्ने अनि ढोका बन्द गरिसकेपछि चाहिँ भन्नुहुन्छ उहाँ डक्टरले सोध्नुहुन्छ तपाईँहरूको केही रोग छ केहीको औषधि खाँदै हुनुहुन्छ भने डकुमेन्ट ल्याउनुहोस् औषधि हेरौँ भने त्यही भन्नुहुन्छ। हाम्रो 10जना ग्रुपमा चाहिँ एकजना साथी हुनुहुन्थ्यो सर म टिबीको औषधि खाँदैछु यो चाहिँ मेरो टिबीको औषधि हो यो चाहिँ मेरो टिबीको रिपोर्टहरू हो तर पहिल्यै हो अहिले चाहिँ ठिक हुँदैछ सुधार हुँदैछ भनेर भन्नुहुन्थ्यो। ठिकै छ मैले गर्नुपर्ने प्रक्रिया गर्छु। तपाईँको एक्सरे राम्रै आयो तपाईँको छातीमा केही देखाएन भने ठिक छ। तपाईँको छातीमा केही समस्या देखायो केही भयो भने फोन आउँछ अनि फेरि रिमेडिकल फेरि एक्सरेहरू के गर्नुपर्छ भन्नुभएको थियो। त्यो डकुमेन्ट केही छ भने तपाईँले नडराई एकदमै ढुक्कसँगले लगेर जानुहोला। र त्यसपछि सबै रेडी भइसकेपछि यस्तो हो हाम्रो चाहिँ अब त्यहाँ के चाहिँ चेक हुन्छ भन्ने जिज्ञासा छ भने त्यहाँ चाहिँ मेन कुरो भनेको चाहिँ लुगा खोल्छ टेकुमा सबै नाङ्गे बनाउँछ घोटो पारे खोक्न लाउँछ भन्ने कुराहरू हल्लाहरू त्यसको पछि नलाग्नुहोस्। त्यहाँ केही नै होइन त्यो खोक्न लाउने पाइल्सहरू के चेक गर्ने भन्ने नै होइन। त्यो मैले आफै खुद भोगेको होइन। मेन भनेको त्यहाँ हाइड्रोसिल तपाईँको हाइड्रोसिल छ छैन भन्ने कुरा चाहिँ चेक हुनुहुन्छ। हाइड्रोसिल भनेको अब तपाईँलाई थाहा छँदैछ कस्तो हो भन्ने होइन। मेन भनेको त्यही चेक हुनु रहेछ। अनि त्यहाँ चाहिँ अब सबैलाई एकदमै नलजाउने सबै केटा हुन्छ उहाँ पनि अब नलजाउनुहोस् यो त अब स्वाभाविक हो सबै अब त्यो नगरी हुँदैन भन्नुहुन्छ। अब त्यो केही नै होइन हुनु त अब सबै साथीहरूले चाहिँ बङ दङ्गे बनाउँछ भन्ने कुरो चाहिँ होइन। तर के चाहिँ हो भने साथीहरू सुरुवाल चाहिँ तल खुट्टासम्म झार्न लाउँछ अनि भेष सुर्केर यहाँ माथि छातीमा यसो राख्ने अनि सुरुवाल चाहिँ तल घुँडादेखि मुनि नै झार्न लाउँछ। घुँडादेखि मुनि झार्ने सबैजना एकैचोटि सबैजना 10जनालाई खोल्न लागेको थियो हामीले चाहिँ टट्ट। अनि 1 नम्बर 2 नम्बरदेखि उहाँले भन्नुहुन्छ 1 नम्बर उहाँ छ भने 1 नम्बरलाई भन्छ खोक्न लाउँछ। खोक्न लगाइसकेपछि उहाँलाई 1 नम्बर खोक्न लाग्यो ओहो गऱ्यो खोक्यो ओके रिपोर्ट लेख्यो। 2 नम्बरलाई खोक्न लाग्यो 3 नम्बर 4 नम्बर हुँदै त्यस्तै खोक्न लाउँछ। अनि आफ्नो पालो आउँछ आफ्नो पालोमा पनि चट्ट अनि यसो गर्ने यहाँ लुगा समाइरहेको हुन्छ अनि खोक्ने लजाउने कुरो भन्ने केही छैन। त्यहाँ नलजाइ एकदम ढुक्कसँगले दिने हो। खोक्न लाउँछ खोक्ने रिपोर्ट लेख्छ अनि पछाडि फर्किन लाउँछ अनि पछाडि फर्किन लगाइसकेपछि ओके ठिक छ सुरुवाल तान्नुहोस् भन्छ। सुरुवाल तान्ने चट्ट अनि ओके ठिक छ तपाईँहरू जानुहोस् बाहिरकोलाई पठाउनुहोस् भन्छ।
चट्ट बाहिर आउने, जुत्ता सुत्ता चट्ट लाउने, उता लेडिजहरू पनि हाँस्दै हुन्छ, यता जेन्ट्सहरू चट्ट हाँस्दै निस्किने हो। उता लेडिजहरू लजाइराखेको हुन्छ, उतापट्टि हुन्छ लेडिजहरू है, कति लजाइराख्यो, कुनै बुस्कुरा दिँदै आफू बुस्कुराउँदै एकदम रमाइलो हुन्छ क्या साथीहरू। टेकु हस्पिटल भनेर रमाइलोको लागि हो, एकदम हाँस्दै निस्किने हो। ओहो यस्तो चेक भयो भन्ने हो। तल आउँदै गरेको साथीहरूलाई पनि भनिदिने हो, यस्तो चेक हुन्छ भनिदिने हो। अनि तल मुनिबाट लाइनमा बसेको साथीहरू तपाईँको भइसक्यो भन्ने त्यहाँ सोध्ने हुन्छ है। लेडिजहरूलाई जिस्काइदिने हो, यस्तो चेक हुँदो रहेछ, खतरा चेक हुँदो रहेछ भनिदिने हो। अनि यस्तो एकदमै रमाइलो हुन्छ। टेकु हस्पिटल भन्ने के नै हो, कस्तो हुन्छ, गाह्रो हुन्छ भन्ने कुरो चाहिँ होइन साथीहरू। एकदम ढुक्कसँगले जानुहोस्, रमाइलो हुन्छ एकदम टेकुको हस्पिटल। त्यस्तो गाह्रो साह्रो भन्ने, त्यस्तो कडा हुन्छ भन्ने त्यस्तो केही नै हुन्छ। त्यसपछि तपाईँहरू ढुक्कसँगले बस्ने, आरामले। केही समस्या आयो, केही तपाईँको छातीमा अथवा तपाईँको केही शरीरमा अथवा तपाईँको केही छातीमा केही समस्याहरू देखियो भने फोन आउन सक्छ। फेरि मेडिकल अथवा फेरि मेन भनेको एक्सरेको केही समस्याहरू आउन सक्छ। त्यस्तो केही समस्या भयो भने 1 दिनदेखि लिएर 2 दिनसम्ममा तपाईँको फोन आउँछ हस्पिटलदेखि, तपाईँको यस्तो समस्या देखियो फेरि आउनु होला भनेर भन्नुहुन्छ। र त्यस्तो समस्या केही नै देखिन, सबै ठिक छ भने 3 दिनपछि तपाईँको रिपोर्ट आउँछ। र तपाईँको रिपोर्ट आइसकेपछि चाहिँ हामी चाहिँ 10 बजी गएका थियौँ। बिहान 10 बजी जाँदा चाहिँ तपाईँले त्यो मेडिकल गर्दा 7,300 को भाउचर लिनुभएको थियो। त्यो चाहिँ नहराई, एकदम नहराइसँग लानु होला, त्यही अनुसार नै दिने हो उता रिपोर्ट पनि। त्यो भाउचर लिएर जानु होला। र वहाँ पुगिसकेपछि एकदमै बसिराख्नु भएको छ भाउचरहरू त्यो देखाउने। त्यो भाउचर देखाएपछि उहाँले त्यो रिपोर्ट हेर्नुहुन्छ। अनि तपाईँको नाम हेरिसकेपछि त्यो रिपोर्ट दिनुहुन्छ। तपाईँको रिपोर्ट चाहिँ राम्रो हेर्ने, एकदम राम्रोसँग चेक गर्ने, तपाईँको नाम चेक गर्ने, पासपोर्ट नम्बर तपाईँको एकदमै फोटो सही टाँसिएको छ छैन त्यो सब चेक गर्ने। रिपोर्टहरूमा के कति आयो ती चेक गर्ने, अनि मात्रै आउने। त्यहाँ केही मिस्टेक थियो, नाम मिस्टेक थियो अथवा पासपोर्ट नम्बर मिस्टेक भयो अथवा तपाईँको नामको स्पेलिङहरू त्यहाँ मिस्टेक थियो, केही थियो भने त्यही एउटा इपिएस शाखा भन्ने एउटा सानो काउन्टर छ त्यहाँ यतापट्टि, त्यही देख्न सकिन्छ आफै गइसकेपछि। त्यहाँ जाने र मेरो नाम मिस्टेक भएछ, मेरो पासपोर्ट नम्बर मिस्टेक भएछ भनेर त्यहाँ भनिसकेपछि उहाँले सच्याउनुहुन्छ। उहाँहरूले सच्याएर दिइसकेपछि अनि फेरि राम्रो हेर्ने, हेरिसकेपछि सब ठिक छ ओके छ भनेपछि आउने। त्यसपछि अनि जब एप्लिकेसन फर्म भरिसकेपछि चाहिँ अनि आफ्नो इपिएस आइडी हुन्छ, त्यो आइडी हेर्दै बस्ने, कहिले सेन्ड हुन्छ कहिले एप्रुभ हुन्छ भन्दै आनन्दले हेर्दै बस्ने एकदम ढुक्कसँगले। त्यही भएर साथीहरू ढुक्क हुनुहोस्, टेकु हस्पिटल त्यस्तो गाह्रो साह्रो केही नै हुँदैन। तपाईँले मेरो भिडियो यहाँसम्म अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। र आउने दिनहरूमा इपिएस सम्बन्धी अथवा मैले जानेको बुझेको भिडियो सबैभन्दा तपाईँको मोबाइलमा पहिलो नोटिफिकेसन आओस् भन्ने चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरेर बेल आइकन पनि दबाएर राखिदिनु होला भन्दै यस भिडियोबाट म बिदा हुन चाहन्छु। हस्त नमस्ते।